नमस्कार। कार्यक्रम बालबालिकासँग बालबालिकाको आजको अङ्कमा तपाईलाई स्वागत छ। तपाई यस कार्यक्रम देशभरिका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक हप्ताको ठीक यसै बेला सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमलाई प्रस्तुत गर्नका लागि उपस्थित भएकी छु दमकड़ा नमुना माध्यमिक विद्यालयको कक्षा 7 मा अध्ययनरत छात्रा ओजस्वी आचार्य। यसै सन्दर्भमा शिक्षाका राष्ट्रिय अभियान सञ्चालन गर्ने अभियन्ता आदरणीय अभिषेक घिमिरे सरसँग दमकड़ाको रेडियो स्टेशनमा स्वागत गर्ने मौका पाएका छौं। सरलाई आजको हाम्रो कार्यक्रममा स्वागत छ। हस्, नमस्कार, धन्यवाद। सर, सामुदायिक विद्यालयको अवस्थाको अध्ययन गर्दै विगत लामो समयबाट देशैभरि यात्रा गर्नुभएको छ। नेपालका सामुदायिक विद्यालय कस्ता छन् देख्नु भएकै छ। के छ त नेपालका सामुदायिक विद्यालयहरू? अब हजुरले भन्नुभयो गाउँका मान्छेहरू चोखामा चालचाल आएर सहर केन्द्रित भइसकेका छन्, त्यो मान्छेको नेचर हो भन्नुभयो। आखिर ती गाउँले मान्छेहरू सहरमा केन्द्रित हुनु पनि उनीहरूको बाध्यता हो। यदि गाउँमा नै राम्रो शिक्षा भइदिएको भए, यदि गाउँमा नै सबै विकासहरू भइदिएको भए तिनीहरू पक्कै पनि सहर आउँदैनथे होला। अब हजुर शिक्षाको यो अभियन्ता भएको नाताले पनि ती गाउँले क्षेत्रका मानिसहरूलाई सहर केन्द्रित नगराउन, गाउँमै राम्रो शिक्षा उपलब्ध गराउन, रूपान्तरण गर्नको लागि हजुरले कस्तो भूमिका खेल्नुहुन्छ? के परिवर्तन ल्याउनुहुन्छ त? सर, अब हजुर अभिभावक हुनुहुन्छ एउटा, हैन? अनि त्यसपछि नेपालमा कस्तो छ भने नेपालमा प्राइभेट स्कुलमा धेरै फोकस गर्छन् अभिभावकहरूले पनि। धनीमानीले भनौँ हैन, विशेष गरी प्राइभेट स्कुलमा पढायो भने छोराछोरीहरू राम्रो हुन्छन्, छोराछोरीहरूले भविष्यमा केही गर्छन्। र त्यसै गरी सामुदायिक विद्यालयमा पढायो भने त्यो विद्यार्थीहरू बिग्रिन्छन्, कुलततिर लाग्छन्, नराम्रो व्यवहारहरू गर्छन्। र त्यसैले हजुरले आफ्नो अभिभावकको नाताले हजुरले आफ्नो छोराछोरीलाई कहाँ पढाउनु भएको छ र हामी सरकारी स्कुलमा पढेर के नराम्रो त गरेका छैनौँ, के बिग्रिए त छैन, हाम्रो फ्युचर बिग्रिन त बिग्रिँदैन। सबै विद्यालयहरू दमकड़ा मामी जस्ता छैनन् अझै पनि सरकारी विद्यालयहरू। अब ती विद्यालयहरूलाई अझै राम्रो बनाउन, विकास गर्नका लागि, रूपान्तरण गर्नका लागि हामीले कस्तो भूमिका खेल्नुपर्छ? के गरेर ती विद्यालयहरू राम्रा हुन्छन् त? आजको कार्यक्रमलाई प्रस्तुत गर्नका लागि उपस्थित भएकी छु दमकड़ा नमुना माध्यमिक विद्यालयको कक्षा 7 मा अध्ययनरत छात्रा ओजस्वी आचार्य र म कक्षा 12 मा अध्ययनरत विद्यार्थी इजन श्रेष्ठ। बालबालिकाका आफ्नै आवाज, विचार र दृष्टिकोणहरू बालबालिका आफैले खोजेर र प्रस्तुत गर्ने यो कार्यक्रममा आजको अङ्कमा हामी यस कार्यक्रममा अरूभन्दा बेग्लै र भिन्न अङ्क लिएर हजुरहरू सामु उपस्थित भएका छौँ। यसै सन्दर्भमा शिक्षाका राष्ट्रिय अभियान सञ्चालन गर्ने अभियन्ता आदरणीय अभिषेक घिमिरे सरसँग दमकड़ाको रेडियो स्टेशनमा स्वागत गर्ने मौका पाएका छौँ। सरलाई आजको हाम्रो कार्यक्रममा स्वागत छ। हस्, नमस्कार, धन्यवाद। आज हामी अभिषेक घिमिरे सरसँग नेपालमा रहेका सामुदायिक विद्यालय र यसका अवस्था र भविष्य कस्तो छ भनेर केही बेर छलफल गर्नेछौँ। सर, सामुदायिक विद्यालयको अवस्थाको अध्ययन गर्दै विगत लामो समयबाट देशैभरि यात्रा गर्नुभएको छ। नेपालका सामुदायिक विद्यालय कस्ता छन् देख्नु भएकै छ। के छ त नेपालका सामुदायिक विद्यालयहरू? नेपालको सामुदायिक विद्यालयहरू, देशैभरिको विद्यालयको अवस्था कस्तो छ, त्यहाँभित्रको शैक्षिक गतिविधिहरू कस्तो हुन्छ, त्यहाँभित्रको प्रशासन कस्तो छ, त्यहाँ भित्रका विद्यार्थीहरूको सिकाइको उपलब्धि कति छ भनेर चाहिँ मापन गर्ने एउटा परीक्षा बोर्ड छ। त्यो राष्ट्रिय परीक्षा बोर्डले एसई परीक्षा लिन्छ देशैभरिका विद्यार्थीहरूको, हैन? त्यसले एउटा आँकडा दिन्छ। त्यो हेर्दै गर्दाखेरि एउटा कुरा। अनि अर्को चाहिँ शैक्षिक गुणस्तर परीक्षण केन्द्र भन्ने छ। त्यसले चाहिँ देशभरिका विद्यालयहरूको शैक्षिक गुणस्तरको अवस्था कस्तो छ त भनेर देखाउँछ। अनि त्यो देखाउँदाखेरि गत साल 2000 वटा विद्यालयहरूमा चाहिँ एउटा अध्ययन भएको थियो। त्यो 2000 वटा विद्यालयहरूमा भएको अध्ययन मध्ये शैक्षिक गुणस्तर परीक्षण केन्द्रको रिपोर्टले चाहिँ एकदमै निराश लाग्दो खालको अवस्था देखायो। त्यो के भन्यो भने हाम्रो उहाँले अध्ययन गरेको विद्यालयहरूमध्ये चाहिँ 79% विद्यालयहरू पठन पाठनका दृष्टिकोणले अयोग्य छन् अथवा जति हुनुपर्ने हो त्यति भएको छैन, विद्यालय कमजोर छन् भनेर देखायो। अनि अब त्यो तथ्याङ्कलाई पत्याउने हो भने त देशैभरिका विद्यालयको अवस्था फेरि खराब छ। तर फेरि पनि दमकड़ा माध्यमिक विद्यालय जस्तो घुमेर म आउँछु नि त, हैन? आउँछु, बाटोमा अरू पनि विद्यालयहरू हेरिराखेको छु, कालिका विद्यालय पनि हेरिरहेको छौँ, चितवनमा जाँदै गर्दाखेरि नारायणी माध्यमिक विद्यालय पनि हेऱ्यौँ, यहाँ पनि आयौँ, रामपुरमा चाहिँ फेरि अरू त्यहाँ 2-3टा विद्यालय केही समय अगाडि पनि हेरेको थिएँ, हैन?
त्यो हेर्दै गर्दाखेरि फेरि विद्यालय त सुधार भइराखेको छ, एकदमै राम्रो भइराखेको छ। यो पनि त हाम्रो सामुदायिक विद्यालय हो, सरकारी विद्यालय हो, तर सरकारी विद्यालयभित्र पनि यति सुविधा सम्पन्न रेकर्डिङ स्टुडियो रहेछ, तपाईँहरू जस्ता विद्यार्थीहरू पनि हुनुहुँदो रहेछ। अनि फेरि त्यो हेर्दै गर्दा मलाई के लाग्छ भने सुधार भइराखेको छ, सुधार भइराखेको छ। सबैले मेहनत गरिराख्नु भएको छ, प्रयास गरिराख्नु भएको छ। र मलाई के आत्मविश्वास छ भनेदेखि यही ढङ्गबाट देशभरिका विद्यालयमा सुधार हुने हो भने साँच्चीकै हामीले चाहिँ विश्वलाई देखाउने गरेको हाम्रो विद्यालयहरू, हाम्रा विद्यार्थीहरू सबैजना सक्षम हुनुहुन्छ। फेरि पनि मैले भने सरकारी तथ्याङ्कलाई पत्याउने हो भने निराशा लाग्दैछ, तर सबैले गरेको मेहनतलाई हेर्ने हो भने त राम्रो बनिराखेको छ नि त। अनि सर जस्तै अब यो अहिले हजुरले भन्नुभयो विद्यालयहरू विकास हुँदैछन्, त्यो त सहर क्षेत्रमा विकास भइरहेको छ नि त। अब गाउँले क्षेत्रका यस्तै सामुदायिक विद्यालयहरूलाई पनि सहरकै जस्तै विद्यालय बनाउन, विकास गर्नलाई नेपाल सरकारले अनि त्यहाँका बासिन्दाहरूले के गर्न सक्छन्? अब ग्रामीण क्षेत्रमा, गाउँ क्षेत्रमा, विशेष गरेर पहाडी क्षेत्रहरूमा हामीले हेऱ्यौँ भने पहाडी क्षेत्रको पनि माथिल्लो भूभागबाट, दुर्गमबाट चाहिँ बसाइसराई गरेर सहरमा आउने, सदरमुकाममा आउने, होइन, पाल्पाको मान्छे बुटवल जाने, यहाँभन्दा माथिको मान्छे फेरि तानसेनमा आउने, त्यो त चाहिँ पनि हुँदो रहेछ, होइन। त्यस्तो कारणले गर्दाखेरि, बसाइसराईका कारणले गर्दाखेरि ती गाउँहरू रित्तिँदै गएका छन्, खाली घर छ, ढोकामा ताला मात्रै लागेको छ, होइन। त्यस्तो अवस्थामा चाहिँ विद्यालयमा विद्यार्थी नभएको हो। तर फेरि पनि कस्तो छ भनेदेखि अब त्यो तुलनात्मक रूपमा ती विद्यालयमा चाहिँ विद्यार्थी नभएर भएको, तर पढाइ नै नराम्रो भएर अरू केही नभएर भएको भन्ने कुरा त होइन नि त। तर सहरी क्षेत्रमा के छ भने जनसङ्ख्या धेरै छ, धेरै जनसङ्ख्या भएपछि विद्यालयले कक्षा कोठा थप्नु पर्यो, भवन थप्नु पर्यो, शिक्षकहरू पनि थप्नु पर्यो, अरू कार्यक्रमहरू पनि थप्नु पर्यो। त्यो देख्दाखेरि सहरी क्षेत्रका विद्यालयहरूमा चाहिँ अब के अरे धेरै विद्यार्थीहरू भएको, ती विद्यालयहरू चाहिँ राम्रो बन्दै गएको भन्ने देखिन्छ। तर फेरि तपाईँले चाहिँ तराई क्षेत्रको, मधेसको अवस्था हेर्नुभयो भने मध्य प्रदेशको विद्यालयमा त फेरि त्यहाँ त सहरहरू छन्, तर सहरीकरण भएको ठाउँमा पनि फेरि त्यहाँ कतिपय अवस्थामा त्यहाँ पनि विद्यालय राम्रो छैनन्, होइन। त्यसकारण यसलाई चाहिँ ठ्याक्कै सहरी क्षेत्रमा मात्रै राम्रो छन्, अन्त राम्रा छैनन् भन्न चाहिँ मिल्दैन, सबैतिर राम्रा छन्। तर ग्रामीण क्षेत्रमा चाहिँ विद्यालयमा विद्यार्थी रित्तिँदै गइराखेको छ, गाउँघर रित्तिँदै गइराखेको छ। त्यसको लागि सरकारले के गर्न सक्ला भन्नको लागि फेरि पनि संघीयता आयो। देशमा चाहिँ स्थानीय तहहरू छ, 753 वटा पालिकाहरू छ, गाउँ गाउँमा चाहिँ विकास भइराखेको छ, होइन। त्यो सरकारले गरिराखेको प्रयास हो। तर फेरि मानिसको चाहिँ मोबिलिटी जहिले पनि दुर्गम ठाउँबाट सुगम ठाउँमा नै हुँदो रहेछ। त्यो मानवको नेचर रहेछ, त्यो उसको प्रकृति रहेछ। तर सबैतिर समानान्तर रूपमा विकास गर्नुपर्छ भनेर नेपाल सरकारले त्यसै खालको कार्यक्रम गरिराखेको छ। सम्भवतः हुन्छ होला, आशा गरौँ। सर, अब हजुरले भन्नुभयो गाउँका मान्छेहरू चोखामा चाल आएर सहर केन्द्रित भइसकेका छन्, त्यो मान्छेको नेचर हो भन्नुभयो। आखिर ती गाउँले मान्छेहरू सहरमा केन्द्रित हुनु पनि उनीहरूको बाध्यता हो। यदि गाउँमा नै राम्रो शिक्षा भइदिएको भए, यदि गाउँमा नै सबै विकासहरू भइदिएको भए तिनीहरू पक्कै पनि सहर आउँदैन थियो होला। अब हजुर शिक्षाको यो अभियन्ता भएको नाताले पनि ती गाउँले क्षेत्रका मानिसहरूलाई सहर केन्द्रित नगराउन, गाउँमै राम्रो शिक्षा उपलब्ध गराउन, रूपान्तरण गर्नको लागि हजुरले कस्तो भूमिका खेल्नुहुन्छ, के परिवर्तन ल्याउनुहुन्छ त? हामीले मैले नि गर्न सक्दिनँ, तर आवाज उठाउने हो, होइन। हाम्रो ग्रुपले चाहिँ के छ भने हामीले आवाज उठाउने हो। गाउँ गाउँमा, दुर्गम ठाउँमा पनि विद्यालय राम्रो बन्नुपर्छ, शिक्षा राम्रो बन्नुपर्छ। त्यहाँ काठमाडौँको विद्यार्थीले जुन खालको गुणस्तर पाइराख्नु भएको छ, त्यो गाउँको हिमालको उच्च क्षेत्रको विद्यार्थीले पनि त्यही खालको गुणस्तर पाउनुपर्छ भन्ने विषयमा आवाज चाहिँ उठाउने हो। तर के भइराखेको छ भनेदेखि स्थानीय तह, अहिले चाहिँ स्थानीय तह 753 वटा पालिकाहरू छन्। हिजो त केन्द्रले, काठमाडौँले मात्रै नीति बनाउँथ्यो, आज त प्रत्येक स्थानीय तहले यहाँको विद्यालयको सुधार कसरी गर्ने भनेर चाहिँ यहीँको स्थानीय तहले नीति बनाउँछ। यहीँको जनप्रतिनिधिले काम गर्नुहुन्छ, यहीँको जनप्रतिनिधिले चाहिँ, यहीँको टिमले चाहिँ हाम्रो विद्यालय सुधार गर्नको लागि के गर्नुपर्छ, कहाँ कहाँ स्रोत साधनको कमी छ भन्ने कुरा चाहिँ त्यो अधिकार स्थानीय तहलाई दिएको कारणले गर्दाखेरि अब ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य उपचार गर्ने त्यो सुविधा पनि आउँछ, होइन। विद्यालयहरू पनि राम्रो बन्दै जान्छन्। त्यो यो अवधारणाको लागि आएको हो, होइन। तर फेरि काहीँ चाहिँ भएका छैनन्। फेरि अघि मैले राम्रो बन्दैछ भनेर भन्दै गर्दाखेरि फेरि निराश लाग्दो अवस्था चाहिँ छ। कतिपय गाउँघरका विद्यालयहरूमा भवन छैन, छानो छैन, बस्ने डेस्क बेन्च छैन। तपाईँहरूलाई दुःख लाग्छ होला, म प्रधानमन्त्री, नेपालको सम्माननीय प्रधानमन्त्री, 5 चोटि प्रधानमन्त्री भइसक्नु भएको एकजना व्यक्तिको उहाँ पढेको स्कुल कस्तो रहेछ भनेर म डडेलधुरा गएको थिएँ। त्यहाँ पनि बच्चाहरू चाहिँ तल जुटको बोरा ओछ्याएर पढाइराखेको रहेछ, होइन। तर फेरि नेपाल सरकारले जति गर्नुपर्ने विद्यालयको सुधारको लागि त्यति चाहिँ गरेको छैन। तर फेरि व्यक्तिगत रूपमा प्रयास गरिराख्नुभएका सरहरूले, प्रधानाध्यापकले, समुदायले जसरी प्रयास गरिराख्नु भएको छ त्यो चाहिँ राम्रो हो भन्न खोजेको, त्यसले सकारात्मक आशा देखाउँदैछ भन्न खोजेको हो। तर फेरि नेपाल सरकारले गर्नुपर्ने कुरा त पुरा गरेको छैन।
नेपालमा अहिले पनि जस्तो भनौँ 50,000 भन्दा बढीको संख्यामा शिक्षकहरूको दरबन्दी छैन भनेको चाहिँ सबै विषयगत शिक्षकहरू अहिले पनि हुनुहुन्न। विद्यालयमा आवश्यक पर्ने जति पनि स्रोत र साधनहरू छ थुप्रो विद्यालयहरूमा त्यो पुगेको छैन। गत साल मात्रै होला नेपालमा चाहिँ सरकारी स्कुलको विद्यार्थीहरूले चाहिँ पहिलो पटक समयमा पाठ्यपुस्तक पाएको। त्योभन्दा अगाडि त शैक्षिक सत्र सुरु भएको 6 महिना हुन्जेलसम्म पनि कर्णालीमा हुम्ला मुगुतिर चाहिँ पुस्तकै पुगेको हुँदैन थियो हैन। तर ती विगतका कुरालाई अहिले हेर्न भएन, तर अहिले देख्दै गर्दाखेरि चाहिँ आश लाग्ने कुराहरू छ। अनि सर जस्तै अब नेपालमा टिचिङ जब राम्रो छैन भनेर बाहिर जाने मानिसहरू धेरै हुन्छन्। अब जस्तै नेपालमा केही विषय पढाउनको लागि शिक्षक नपुगेको अवस्था पनि छ र तिनीहरूलाई बाहिर गएको मान्छेलाई नेपालमै केही गर्नुपर्छ, नेपालमै टिचिङ जब राम्रो छ, टिचिङ गरेर अगाडि बढ्नुपर्छ, देशलाई अगाडि बढाउनुपर्छ, यस्तो भन्नको लागि के भन्न चाहनुहुन्छ हजुर? शिक्षक भनेको समाज बदल्ने सबैभन्दा ठुलो व्यक्ति हुनुहुन्छ। बाबुआमाले जन्म दिनुभयो, तर संसार देखाउने मान्छे भनेको त शिक्षक हो, गुरु हो। त्यसकारण समाजमा गुरु बिनाको कुनै पनि समाज अगाडि बढ्न सक्दैन। हामीलाई सही खराब के हो बाटो देखाउने, सक्षम बनाउने अनेकन दृष्टिबाट चाहिँ अहिलेको यो समाजमा अहिलेको यति प्रतिस्पर्धी समाज छ कि संसारमा यति धेरै जनसङ्ख्या छ कि त्यसमा पनि हामी 101 होनहार नभइकन अगाडि बढ्न सक्दैनौँ। हामीलाई काबिल बनाउने भनेको त फेरि शिक्षक नै हो हैन। त्यसकारण गुरु नै बन्नुपर्छ, शिक्षक बनेर समाजलाई बदल्न सकिन्छ भनेर चाहिँ यो पेसाप्रति सबैजना लाग्नु भएको। त्यसै कारणले म समाज बदल्छु भनेरै लाग्नु भएको छ। तर पनि तपाईहरू विद्यार्थीले पनि बुझ्नुपर्छ, हाम्रो गुरुहरू पनि ह्याप्पी हुनुहुन्न हैन। राज्यले गर्नुपर्ने सहयोग गर्नुपर्ने कुराहरूमा ह्याप्पी हुनुहुन्न। फेरि त उहाँहरूले पनि तपाईहरूको अनुहार हेर्नुहुन्छ। आफै निराश भयो भने त फेरि तपाईहरूको भविष्य कसले बनाउने भन्नुहुन्छ। त्यही भएर दिनरात लाग्नुहुन्छ हैन। तर कहिलेकाहीँ तपाईँहरूले पनि बुझिदिनुपर्छ, नेपाल सरकारले अरूले पनि हैन, गभर्नमेन्टले पनि गुरुहरूलाई पनि ह्याप्पी बनाउनुपर्छ भन्ने हुन्छ। फेरि तपाईँहरूले पनि बुझिदिनुपर्छ, गुरुहरूले सबै चिज छोडेर त्यागेर पैसा कमाउने अरू पनि प्रोफेसनहरू हुँदै पनि सबै चिज त्यागेर चाहिँ तपाईँ हाम्रो भविष्य बनाउनको लागि आज म जसरी बोल्दैछु मलाई पनि मेरो गुरुले बनाउनु भएको हैन। हामी सबैलाई गुरुले बनाउनु भएको नि त। त्यसकारण चाहिँ उहाँहरूलाई निराश नबनाउने, उहाँहरूलाई पनि खुसी बनाइराख्ने, उहाँहरूले देखाएको बाटोमा हिँड्ने लगायतका काम गर्यौँ भने पनि उहाँहरू खुसी हुनुहुन्छ। अनि सर अहिले हजुरले भन्नुभयो नि गुरुहरू पनि हाम्रो ह्याप्पी हुनुहुन्न भनेर। अहिले के देखिरहेको छौँ भने हामीले बच्चाबच्चीले एकदम धेरै आफ्नो तर्फबाट मेहनत गरिरहेको छ। उसको भावनामा के छ भने मैले यति धेरै मेहनत गरेछु, मैले होमवर्क पनि पुरा गरेर स्कुल जान्छु, मैले यति धेरै मेहनत गर्न खोजिरहेको छु, तर मेरो शिक्षकहरू सन्तुष्ट नै हुनुहुन्न भन्ने विद्यार्थीको भावना हुन्छ। अनि उता शिक्षकहरूले फेरि यो विद्यार्थी किन पढ्दैन, मैले यत्रो मेहनत गरेर पढाइरहेको छु तर मेरो विद्यार्थीले पढ्दैन भन्ने उता शिक्षकहरूको भावना हुन्छ। अनि अभिभावकले उसले घर आएर पढ्दैन, विद्यालयको स्तरीय शिक्षा भएन भन्ने आरोप लगाउनुहुन्छ। यी तीनटा मध्ये खास दोष चाहिँ कसको? यसमा कसैको पनि दोष हुँदैन। तीनटा मिल्नुपर्छ, मिलिसके पछाडि मात्र सबै कुरा राम्रो हुन्छ। यसैलाई भन्छ त्रिकोणात्मक सम्बन्ध, विद्यार्थी, अभिभावक अथवा शिक्षक र विद्यालय प्रशासन हैन। विद्यालयभित्र विद्यालयको प्रशासन छ, शिक्षकहरू हुनुहुन्छ, त्यो एउटा पाटो भयो। अब तपाईले भन्नुभएको विद्यार्थी अर्को पाटो भयो, अब घरको अभिभावक अर्को पाटो हुनुभयो। तीनवटा पक्षको बीचमा त्रिकोणात्मक सम्बन्ध भन्छ। यो अन्योन्याश्रित सम्बन्ध, एक अर्कासँग हामीले अन्तर सम्बन्ध हुन्छ। अब एउटा मात्रै चिज बिग्रियो भनेदेखि यो तीनटै चिज बिग्रिन्छ हैन। त्यसकारणले गर्दाखेरि तीनवटा पक्ष मिल्नुपर्छ। तर अघि तपाईले भने जस्तो के हुन्छ भने गुरुहरूले जहिले पनि आफूले पढाएको विद्यार्थी म भन्दा राम्रो होस्, म भन्दा योग्य बनोस् हैन, म भन्दा सक्षम बनोस्, मैले भन्दा सुख पाओस् भनेर जसले पनि सोच्नुहुन्छ। संसारमा 3 जना मात्रै व्यक्ति हो जो आफूले भन्दा अरूले धेरै पाओस् भनेर सोच्छ। एकजना बाबा, एकजना आमा, एकजना चाहिँ नि बाबा आमा अनि गुरु हैन। त्यसकारणले गुरुले चाहिँ तपाईहरुले गरिराख्नु भएको होमवर्क लगायतका चाहिँ तपाईहरुले पढिराख्नु भएका कुराहरुसँग असन्तुष्ट हुनुको त्यस कारण के हो भने अझ राम्रो होस् भनेर भन्नुभएको हो। तर त्यसमा पनि विद्यार्थीलाई प्रोत्साहन गरेर गर्दैछ नि त, राम्रो गरिराखेको छु किपिटअप भनिदिनु भयो भने त झनै राम्रो। तपाईहरु पनि दुखी हुनुहुन्थेन, टिचरले कम्प्लेनै मात्र गर्नुभयो भनेर भन्नुहुन्थेन हैन। तर शिक्षकले चाहिँ विद्यार्थी राम्रो हुनुहोस् भन्नको लागि गरेको। अब विद्यार्थीलाई पनि के छ भने मैले गरिराखेको छु त, जति गर्दाखेरि पनि पुग्दै नपुग्ने कस्तो खालको टिचर हुनुहुँदो रहेछ भन्ने जस्तो हामीलाई पनि लाग्छ। तर हामीले के बुझ्दिन भएन भने त्यो हाम्रो लागि उहाँले गर्नुभएको हो, हामीलाई बाटो देखाइदिनु भएको, हाम्रो कमी कमजोरी चाहिँ उहाँले औँल्याइदिनु भयो भने हामीले सुधार्न मौका पाउँछौँ। तर फेरि त्यसमा पनि कुरा के हो भन्दाखेरि विद्यार्थीको पनि आफ्नो जिम्मेवारी छ, हामीले गर्नुपर्ने काम कर्तव्यहरू आफ्नो छ, शिक्षकका पनि आफ्ना जिम्मेवारी छन्। एकअर्कासँगलाई चाहिँ दोषारोपण गर्नुभन्दा पनि हामी सबैजनाले आफ्नो जिम्मेवारी चाहिँ त्यसलाई बोध गरेर काम गर्यौँ भने कसैले कसैलाई दोष लगाउनै पर्दैन। अभिभावकको पनि आफ्नो जिम्मेवारी छ,
होइन। छोराछोरीलाई जन्म मात्रै दिएर त पुग्दैन। घरमा चाहिँ विद्यार्थी 18 घण्टा बस्छ भने विद्यालयमा त 6 घण्टा मात्रै हुन्छ। त्यसकारण बाँकी रहेको 18 घण्टामा चाहिँ आफ्नो छोराछोरीको पढाइ लेखाइदेखि लिएर अन्य कुराहरूमा चाहिँ उहाँ कतिको रेस्पोन्सिबल भएर लाग्नु भएको छ त भनेर उहाँले नै बुझ्नुपर्छ। फेरि बच्चा बिग्रियो भने चाहिँ अभिभावकले चाहिँ सिधा विद्यालय दोष दिन पाउँदैन। त्यही भएर त गिजुबाई भन्ने तपाईँले नाम सुन्नु भएको छ होला, महात्मा गान्धी सँगसँगै पढ्नुभएको एकजना क्लासमेट हुनुहुन्थ्यो। उहाँ चाहिँ एकदमै हामीले पनि मान्ने शिक्षाविद हुनुहुन्छ। अनि उहाँले के भन्नुभएको छ भने घरमा कोही पनि बच्चा बिग्रिएको छ भने त्यो बच्चालाई भगवानले पनि सपार्न सक्दैन भन्नुभएको छ। त्यसकारण अभिभावकले के पनि बुझिदिनुपर्छ भने बच्चाले बन्ने, संस्कार सिक्ने, आचरण सिक्ने सबभन्दा ठुलो विद्यालय भनेकै घर हो। त्यसकारण अभिभावकले पनि यो कुरा बुझिदिनुपर्छ र शिक्षक विद्यार्थी हामी सबैले मिलेपछि मात्र राम्रो बन्छ। सर, अब हजुर अभिभावक हुनुहुन्छ एउटा होइन, अनि त्यसपछि नेपालमा कस्तो छ भने नेपालमा प्राइभेट स्कुलमा धेरै फोकस गर्छन् अभिभावकहरूले पनि। धनीमानीले भनौँ होइन, विशेष गरी प्राइभेट स्कुलमा पढायो भने छोराछोरीहरू राम्रो हुन्छन्, छोराछोरीहरूले भविष्यमा केही गर्छन्। र त्यसै गरी सामुदायिक विद्यालयमा पढायो भने त्यो विद्यार्थीहरू बिग्रिन्छन्, कुलततिर लाग्छन्, नराम्रो नराम्रो व्यवहारहरू गर्छन्। र त्यसैले हजुरले आफ्नो अभिभावकको नाताले हजुरले आफ्नो छोराछोरीलाई कहाँ पढाउनु भएको छ र हामी सरकारी स्कुलमा पढेर के नराम्रो त गरेका छैनौँ, केही बिग्रिए त छैन, हाम्रो फ्युचर बिग्रिन त बिग्रिँदैन। अब तपाईँहरूले पछि सोधेको क्वेसन है, तपाईँले छोराछोरी कहाँ पढाउनु भएको छ भन्नुभएको छ। मैले बिहे गरेको छैन। अब बिहा गरेँ भने सरकारी स्कुलमै पढाउने हो, किनभने सरकारी स्कुलै राम्रो बन्नुपर्छ, सामुदायिक विद्यालय नै राम्रो बन्नुपर्छ भनेर हिँडिराखेको भएको कारणले गर्दा डेफिनेटली त्यसमा निसन्देह मैले सामुदायिक विद्यालय नै रोज्छु है। यो चाहिँ तपाईँहरूको लागि यो प्रतिबद्धता हो होइन। किनभने जसको लागि आवाज उठाएको छ मैले चाहिँ अर्को काम गरिदिन थाल्यो भने त फेरि त्यो मुद्दा राम्रो बन्दैन, कमजोर बन्दैन होइन। अनि दोस्रो कुरा अघि तपाईँले प्रश्न सोध्नु भएको थियो, सामुदायिक विद्यालयमा चाहिँ विपन्नको मात्रै, गरिबको छोराछोरी पढ्ने, निजीमा चाहिँ धनी मात्रै पढ्ने, सामुदायिक विद्यालयमा पढ्ने बच्चाहरू चाहिँ कुलतमा लाग्ने, अनि उता चाहिँ राम्रो पढाइ राम्रो हुने भन्ने जुन चाहिँ यो भ्रम हो, यो भ्रम हो, यो नकारात्मक धारणा हो। सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी कहिल्यै पनि कमजोर हुन सक्दैन। तपाईँहरू पनि त सामुदायिक विद्यालयमा पढिराख्नु भएको छ। आज तपाईँसँग कुराकानी गर्दै गर्दाखेरि मैले आजको दिनसम्म 100 भन्दा बढी मिडियामा अन्तर्वार्ता दिएँ होला, तर तपाईँले सोधिराख्नु भएको प्रश्नको जवाफ दिनै मलाई गाह्रो भइराखेको छ भने चाहिँ तपाईँ सामुदायिक विद्यालयमै पढेको विद्यार्थी यतिको ट्यालेन्टेड हुनुहुन्छ भने तपाईँले यसमा शङ्का गर्नुपर्ने कारण के हो? तपाईँहरूले चाहिँ यति धेरै अवसरहरू प्राप्त गरिराख्नु भएको छ, यति फ्रेन्डली टिचरहरू हुनुहुन्छ होइन। त्यसकारण सामुदायिक विद्यालयमा, सरकारी विद्यालयमा पढेर कहिले पनि हामी चाहिँ पछुतो मान्छौँ भनेर भन्नै पर्दैन। किनभने म पनि केही समय मैले प्राइभेट पनि पढ्ने मौका पाएँ, सामुदायिकमा पनि पढ्ने मौका पाएँ। तर कस्तो छ भनेदेखि चाहिँ त्यति बेलाको समय अलिक फरक थियो। तर अहिले सामुदायिक विद्यालयहरू एकदमै राम्रो बनिराखेको छ, पहिला पनि राम्रो थियो होइन। अब प्राइभेट स्कुल पनि सबै प्राइभेट स्कुल राम्रो हुन्छ भन्ने छैन, त्यहाँ पनि कमी कमजोरी छ। तर तपाईँले देशका प्रधानमन्त्री हेर्नुभयो भने, ठुल्ठुला वकिलहरू, डाक्टरहरू, जति पनि निजामतीका शिक्षकहरू जति पनि हेर्नुभयो भने सब प्राय जसोले चाहिँ नि सरकारी स्कुलै पढ्नु भएको छ। सबै बिग्रिनु भएको छ त होइन। त्यसकारण चाहिँ यो बिग्रिने नबिग्रिनेसँग चाहिँ कुन स्कुलमा पढ्दा बिग्रिने भन्ने कुरा हुँदैन। बिग्रिने नबिग्रिने त समाज कस्तो छ, घर कस्तो छ त्यसले पो डिटरमाइन गर्छ त होइन। मेरो आचरण कस्तो छ त्यसले डिटरमाइन गर्छ। स्कुलमा पढ्दैमा, सेलेक्सन गर्दैमा बिग्रिने भन्ने कुरा हुँदैन। तर सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू मैले देख्दै गर्दा त अझ समुदायप्रति रेस्पोन्सिबल छ, समाजप्रति रेस्पोन्सिबल देखिराखेको छु, व्यवहारिक देखिराखेको छु। उहाँहरू कुनै पनि हालतमा उहाँहरू डराउनु हुन, निसङ्कोच आफ्ना कुराहरू चाहिँ अभिव्यक्त गर्न सक्नुभएको देखिराखेको छु। मैले त सामुदायिक विद्यालयको विद्यार्थीहरू त अझ धेरै निष्फिक्रीसँग चाहिँ निर्धक्कसँग बोल्ने, आफ्ना कुराहरू राख्ने, समाजसँग अन्तर्घुलित हुन सक्ने खालको, समुदायप्रति अझ बढी रेस्पोन्सिबल हुने, अनि घरलाई पनि सघाउने, परिवारलाई पनि सघाउने। किनभने 2 डोका घाँस काटेर पनि स्कुल आएर पढ्नु भएको छ, स्कुल आएर पढेर होमवर्क गरेर पनि फेरि घरको काम सघाइराख्नु भएको छ होइन। यति व्यवहारिक बनिराख्नु भएको छ कि साँच्चीकै थियो हामीले व्यवहारिक ज्ञान एउटा प्राप्त गर्ने ठाउँ हो क्या सामुदायिक विद्यालय। अनि सामुदायिक विद्यालय त समुदायको केन्द्र हो। यो स्कुल सँगसँगै अभिभावक जोड्नु भएको छ, घर जोडिनु भएको छ, समाज, संस्कार, संस्कृति सबै जोडिनु भएको छ होइन। त्यसकारण सामुदायिक विद्यालयमा पढ्नु चाहिँ अवसर हो है। हामी जति पनि पढिराखेका छौँ। अब त्यसमा चाहिँ तपाईँ मैले के गर्ने भन्ने कुरा हो। पछि गएर मैले जीवनमा मेरो चाहिँ उद्देश्य के हो, म के बन्छु भन्ने कुरा तपाईँले जीवनको उद्देश्य बनाउनु भएको छ र त्यसैमा दत्तचित्त भएर लाग्नु भएको छ भने त झन् 101 शिक्षकहरू चाहिँ यहाँ आएर सामुदायिक विद्यालयमा पढाउनुहुन्छ। आयोग पास गरेर आउनु भएको छ, क्यापेबल हुनुहुन्छ, कम्पिटेन्ट हुनुहुन्छ, प्रतिस्पर्धा गरेर आउनु भएको छ
होइन। त्यसकारण त्यस्ता गुरुहरूसँग चाहिँ पढ्न पाउन हाम्रो लागि अवसर हो। मैले यति कुराहरू अहिले भने होइन। अब चाहिँ फेरि पनि प्राइभेट स्कुलको कुरा गर्दाखेरि चाहिँ त्यहाँ पनि राम्रो छ, त्यहाँ पनि कमी कमजोरीहरू छ होइन। तर तपाईहरुले चाहिँ अहिले जो शंका लागिराखेको छ भोलि गएर केही बिग्रिने हो कि भन्ने छ भनेदेखि तपाईहरुले यहाँ पढ्न पाउनु चाहिँ हामी सबैको लागि अवसर हो। अब धनी पढ्ने स्कुल मात्र राम्रो, गरिब पढ्ने चाहिँ नराम्रो भनेर भन्नुहुन्छ भने म तपाईलाई एकजना मारिया मोन्टेसोरी भन्ने मोन्टेसोरी स्कुल भनेर सुन्नु भएको छ हैन। त्यसको प्रवर्तक चाहिँ डाक्टर मारिया मोन्टेसोरी हुनुहुन्छ। मारिया मोन्टेसोरी चाहिँ पहिला पेशाले डाक्टर हुनुहुन्थ्यो अनि डाक्टर भइसके पछाडी चाहिँ इन्टर्न गर्न भनेर एउटा हस्पिटलमा जानुभयो। त्यो हस्पिटलमा चाहिँ उहाँलाई थेरापी गर्न ल्याइएका केही कमजोर अवस्थाका बच्चाहरूलाई चाहिँ जिम्मा लगाइयो अनि उहाँ त हेर्दै जानुहुन्थ्यो त्यो बच्चालाई कसरी सिकाउने होला, कसरी पढाउने होला। उहाँले त पढाउन लगाएको त होइन हस्पिटलले, तर त्यो हेर्दै गर्दाखेरि त्यस्तो बच्चाले कसरी पढ्छन् होला, अरू बच्चा सर उनीहरू चाहिँ कसरी अगाडि बढ्छन् होला भन्ने चिन्ता लाग्थ्यो। त्यही पढाउन थाल्नुभयो। त्यही 2 वर्षसम्म उहाँले चाहिँ रिसर्च गर्नुभयो र ती बच्चाहरूको कान राम्रोसँग सुन्न नसक्ने, राम्रोसँग देख्न नसक्ने, राम्रोसँग बोल्न नसक्ने, हिडुल गर्न नसक्ने बच्चाहरूलाई उहाँले यसरी पढाउनु भयो, यसरी सिकाउनु भयो कि ती बच्चा त एकदम अमेजिङली उनीहरू त एकदम राम्रो भएर आयो। त्यसपछि उहाँले के गर्नुभयो भने त्यही इटलीको एउटा कुनै गल्लीमा सडक बालबालिका जसको घर थिएन, परिवार थिएन, बाबुआमा पनि थिएन, सडकमा हिँडिराखेका बच्चाहरूलाई कलेक्सन गरेर एउटा स्कुल खोल्नुभयो। अनि त्यो स्कुल खोलेर अनि त्यहाँ उहाँले पढाउन थाल्नुभयो। त्यसको 2 वर्षभित्रमा चाहिँ त्यही इटलीको धनाढ्य पढ्ने धनीका छोराछोरीहरू पढ्ने विद्यालयको विद्यार्थी भन्दा पनि ती सडक बालबालिकाको शिक्षा अझ राम्रो भयो। त्यसकारण चाहिँ धनी पढ्ने स्कुल मात्र राम्रो हुन्छ भन्ने त होइन रहेछ नि त हैन। सबभन्दा कुरा त यहाँ हामीले कुन वातावरणमा पढ्ने मौका पाएका छौं, हामीलाई शिक्षकले माया गर्नुहुन्छ कि हुँदैन, हाम्रो सर्वाङ्गीन विकासको लागि अतिरिक्त क्रियाकलापदेखि लिएर अनेकन पाटामा चाहिँ हामीलाई मौका दिनुभएको छ कि छैन, अवसर दिनुभएको छ कि छैन भन्ने कुराले चाहिँ अर्थ राख्छ। त्यसकारण सामुदायिक विद्यालय मलाई त मनपर्छ। अब सर म निष्कर्षतिर गएँ। सबै विद्यालयहरू दमकड़ा मामी जस्ता छैनन् अझै पनि सरकारी विद्यालयहरू। अब ती विद्यालयहरूलाई अझै राम्रो बनाउन, विकास गर्नका लागि, रूपान्तरण गर्नका लागि हामीले कस्तो भूमिका खेल्नुपर्छ? के गरेर ती विद्यालयहरू राम्रा हुन्छन् त? अब यसमा त सबैले आफू राम्रो बनाउने एउटा भनाइ छ नि, इफ यु वान्ट टु चेन्ज द वर्ल्ड चेन्ज योरसेल्फ। दमकड़ा माध्यमिक विद्यालयले आफू बन्यो नि त, आफू बने जस्तै अब दमकड़ा माध्यमिक विद्यालय लिडर भयो हैन। अब दमकड़ा माध्यमिक विद्यालयले विगतमा गरेको संघर्ष के त्यो स्रोत म्यानेजमेन्टको लागि के गर्नुभयो, यो सबै कुरा चाहिँ यो अहिलेको अवस्थासम्म आइपुग्दाखेरि कसरी संघर्ष गर्नुभयो, यो संघर्षलाई देखेर नजिकको विद्यालयले सिक्नुपर्छ हैन। त्यसलाई नेपाल सरकारले पनि राम्रा विद्यालयहरूलाई नमुना विद्यालय भनेर ती विद्यालय अर्कोलाई सिकाउने भनेर अर्को के हुन सक्ला भन्दा दमकड़ा माध्यमिक विद्यालयले चाहिँ यहीँको अथवा कुनै टाढाको एउटा चाहिँ कमजोर अवस्थाको विद्यालयलाई सुधार गर्ने कुरा हुन सक्छ। त्यसमा तपाईहरुको पनि भूमिका हुन्छ। तपाईहरुले पनि मिडियाबाट आफ्नो विद्यालयमा भएको असल अभ्यासलाई चाहिँ भनिराख्नु भएको छ हैन। अब राम्राले नराम्रालाई सिकाउने। अब फेरि हाम्रो जिम्मेवारी के हुन सक्छ त भन्दा अहिले हाम्रो राम्रा विद्यालय हामी घुमिराखेका छौं, हेरिराखेका छौं, बाँकी रहेको गर्न खोजिराखेका विद्यालयमा गएर हामीले पनि सहयोग गर्छौं। यसरी नै चेन्ज हुँदै जान्छ। तर सकारात्मकताबाट आशावादी देखाएर, आशा देखाएर हैन, सबै मान्छेलाई चाहिँ सपना देखाएर उत्प्रेरणा गरेर नै बन्छ होला। आलोचना गरेर त कहिले पनि बन्दैन। यो स्कुल बनेको छ, यस्तै अब हजारौं विद्यालयहरू बन्नुपर्छ। नेपालमा 26,000 वटा सामुदायिक विद्यालय छ। प्रत्येक वर्ष चाहिँ यसै गरी 1,000 वटा विद्यालय बन्यो भने 26 वर्षमा 26,000 विद्यालय बन्छ। हस् त सर, अब हजुरको यो अमूल्य समय र यो अनगिन्ती ज्ञानको लागि हजुरप्रति धेरै धन्यवाद प्रदान गर्दै आज हामी बृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरे सरसँग आजको सामुदायिक विद्यालयको अवस्था, भविष्यको बारेमा कुराकानी गर्यौं। हजुरलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन नभुल्नुहोला। र अर्को अङ्कमा हामी फेरि उपस्थित हुने गरी म ओजस्वी आचार्य र म इजन श्रेष्ठ हजुरहरु माझबाट बिदा हुन्छौ। नमस्कार।